बालेन शाह सही हुन् या गलत हुन्, राष्ट्रिय स्वतन्त्र पार्टी सही छ या गलत छ भन्ने कुरा होइन। जस्तै अमृत सिंह ठकुरी अहिले बालेन शाहको चर्चा भइरहँदा नेपाली जनताहरूमा अलिकति क्युरियोसिटी चाहिँ छ है। जतिले पनि नयाँ अनुहार हेर्न चाहिरहेका छन् उनीहरूमा क्युरियोसिटी लेभल टप लेभलमा छ। यो हुनु पनि पर्छ। हामी केही नयाँ कुरा हेर्दा या सिक्दा या चाहियो भनिरहँदा क्युरियोसिटी हुन जरुरी छ। यो एउटा पोजिटिभ भाइब्स पनि हो कि जो नयाँ चाहन्छ उनीहरूमा केही न केही नयाँपन गर्ने या नयाँ केही इनोभेसन गर्ने या नयाँ केही देख्ने जोस जाँगर छ। बालेन शाह सही हुन् या गलत हुन्, राष्ट्रिय स्वतन्त्र पार्टी सही छ या गलत छ भन्ने कुरा होइन। जतिले पनि अहिले समर्थन गरिरहेका छन् उनीहरूमा क्युरियोसिटी एकदम टप लेभलको छ। यो ह्युमन बिङमा हुनुपर्ने कुरा हो कि हामीले केही नयाँ गर्न खोज्यौँ भनेपछि क्युरियोसिटी हुन जरुरी छ। यसको मतलब बालेन शाह सही भएर हो भन्न पनि खोजेको होइन। बालेन शाह सही छन् छैनन् त्यो अर्को बाटो, तर हामीले नयाँ अनुहार खोजिरहँदा नयाँ चाहियो भनिरहँदा कम्तीमा हामीमा भित्रबाट जागरुक छ कि केही नयाँ गर्ने। किनभने जहाँ नयाँ गर्न खोज्यौँ त्यहाँ हाम्रो माइन्ड एक्टिभेट छ। हामी एउटा स्वयं व्यक्ति केही चाहन्छौँ भन्न खोजेको पनि हो। धन्यवाद।